यो अस्ति जेठ 2 गते को हावाहुरीले डलाएको बाँसघारी यो चाहिँ हेर्नुहोस् है, बाँसहरू डलेर बर्बाद भइरहेछ। हावाहुरी आउने, असिना आउने अनि बाढी पहिरो आउने जति पनि प्राकृतिक विपत्तिहरू आउँछ गाउँमा नै आउँछ। सहरमा बस्ने र धनी मान्छेको लागि कहिले प्राकृतिक विपत्तिहरूले केही फरक पर्दैन। यति ठुलो हावाहुरी आएर बाँसहरू रुखहरू ढालेको मैले चाहिँ जन्मेदेखि यो पहिलोपटक देखेको। यति ठुलो हावाहुरी आएको देखेकै थिइनँ कहिले पनि। योभन्दा अगाडि एकचोटि 51 सालमा असिना आएको थियो। त्यो बेला म सानै थिएँ। हाम्रो दिदी चाहिँ रुनुहुन्थ्यो। असिनाले धान सबै लग्यो, के खानु भन्दै रुनुहुन्थ्यो। त्यसपछि चुनाव भएको थियो। त्यो बेलामा एमाले जितेको थियो। अल्पमतको सरकार 9 महिनासम्म चल्यो। त्यो 9 महिने सरकारले पनि धेरै राम्रो कामहरू गरेको थियो। त्यसपछि छिटै सरकार ढल्यो। 72 सालमा पनि भूकम्प आएको थियो। भूकम्प आएको बेलामा चाहिँ हामी काठमाडौँमा थियौँ। भूकम्पले चाहिँ देशभरिको सहरमा गाउँमा सबैतिर नै असर पार्दो रहेछ। सहरमा बस्नेलाई झन् धेरै त्रास भएको थियो। त्यो बेला हामी चाहिँ काठमाडौँबाट घर फर्केको थियौँ। त्यो पछि भूकम्पपछि नाकाबन्दी पनि भएको थियो इन्डियाबाट। त्यो बेला ग्यासहरूको अभाव थियो। कति धेरै दुःख कष्ट गरियो। तर धनी मान्छेलाई त अब जहाँ जे विपत्ति परे पनि केही असर पर्दैन। गरिबलाई चाहिँ अब गाउँदेखि सहरमा गएर पनि दुःख गरेर खाने हो, गाउँमा पनि दुःख नै गरेर खाने हो। जहाँ पनि यस्तो विपत्ति पर्दाखेरि गरिबलाई नै लाग्छ। त्यही भएर गरिबको लागि चाहिँ सरकारले हेर्नुपर्छ र सरकारले केही गर्नुपर्छ भन्ने जस्तो लाग्छ। अहिलेको सरकार चाहिँ गरिबलाई भन्दा धनीको लागि मात्रै गर्ने खालको सरकार देखिँदैछ। अब सुकुम्बासीहरूलाई त्यसरी व्यवस्थापन नगरी एक्कासी डोजर चलाइयो। यो प्राकृतिक विपत्ति पनि त्यो डोजर आतङ्क जस्तै थियो। यो हामी चाहिँ अब गाउँमा त अब सरकारले देख्दैन। काठमाडौँ बाहेक बाहिर जनता छ र बाहिर पनि नेपाल हो भन्ने सरकारले देख्दैन। हामी गाउँमा बस्ने मान्छेलाई आफैले दुःख गरेर खानुपर्छ। जे विपत्ति आए पनि आफैले सहनुपर्छ। अब चाँडै स्थानीय चुनाव पनि आउँदैछ अरे। स्थानीय चुनावमा चाहिँ कुनै पनि पार्टी नहेरेर आफू नजिकको र व्यक्ति राम्रो हेरेर मात्रै चुनावमा जिताउनु पर्ने हुँदो रहेछ है। किनभने अब आफ्नो गाउँठाउँको र नजिकको भयो भने चाहिँ आफूतिर विकास पर्ने हुँदो रहेछ। 72 सालको भूकम्पपछि धेरै घरहरू भत्किएको थियो। यहाँ हाम्रो भोजपुर यो माइती चाहिँ यहाँ पनि हाम्रो माइती घर दुईवटा भत्किएको थियो। यता आउने त्यो घर भत्किएकोलाई चाहिँ राहत पाउनुको लागि हरेक प्रक्रिया पुर्याउनु पर्ने के भनेर एउटा घर बनायो, त्यसले भएन फेरि अर्को पनि भत्काएर बनाउनु पर्ने त्यस्तै भएको थियो। अनि सबैको घर पनि बनेको थिएन। उता मेरो घर रामेछापपट्टि चाहिँ कसैको घर चर्किएकै थिएन, कसैको भत्किएको थिएन र पुरानो घर पनि भत्काइएको थिएन र पनि त्यो घरमा चाहिँ बाउको एउटा घर थियो भने जतिजना छोरा छ त्यतिजनाको नाममा चाहिँ धेरैवटा घर बनिएको थियो। र त्यही भएर सरकारले चाहिँ नजिक र टाढा हेरेर विकास गर्ने हो कि जस्तो लाग्छ। हाम्रो भोजपुरमा चाहिँ त्यति विकास नभएको हो कि अथवा स्थानीय नेताहरू नै खराब भएर चाहिँ त्यसरी हामीले नपाएको हो जस्तो लाग्छ। अब स्थानीय नेताहरू पनि धेरै आफ्नो पक्षको र आफ्नोलाई हेरेर मात्रै गर्ने खालका हुन्छन्। अब हाम्रो बहिनीले स्थानीय तहमा काम गर्दाखेरि आफ्नै पार्टीको समर्थक गरेको मान्छेहरूले हराउनको लागि हरेक योजनाहरू गरेर षड्यन्त्रहरू गरेर हाम्रो बहिनीलाई निकालेको थियो। त्यही भएर पनि पछिल्लो समयमा एमालेको र आफैले समर्थन गरेकोदेखि धेरै रिस उठेको छ। अनि अब चाहिँ हामी कुनै पनि पार्टीलाई नहेरेर व्यक्ति राम्रो हेरेर भोट दिनेछौँ र जो राम्रो छ उसैलाई भोट दिने बानी बसालौँ। कुनै पार्टी भनेर अन्धभक्त भएर चाहिँ भोट दिने नगरौँ है।